वर्षातको सिजन अनि सीडीसीले साइक्लोस्पोरियासिसको बुलेटिन सार्वजनिक गरेको छ, जसमा चाहिँ मे महिनादेखि अहिलेसम्म जुलाईसम्ममा 1600 कन्फर्म केसेसहरू चाहिँ पुष्टि भइसकेका छन्। साइक्लोस्पोरा नामक प्यारासाइट अथवा परजीवीमा केन्द्रित रहेको पुष्टि भइसकेको छ। यो साइक्लोस्पोरा सूक्ष्म परजीवी हो। यसले गएर आन्द्रामा समस्या निम्त्याउँछ। खास गरी यसले चाहिँ दूषित खाद्य पदार्थ, फ्रेस प्रोड्युसहरू जस्तै फलफुल, बेरिजहरूमा चाहिँ यसको प्रकोप हुने सम्भावनाहरू धेरै रहिएको कारणले गर्दाखेरि यदि तपाईँले भर्खरै त्यस्ता ताजा प्रोड्युसहरू खानुभएको छ, स्यालाड्सहरू खानुभएको छ र तपाईँलाई थकान लाग्ने, डायरियाको समस्या अथवा पेट फुल्ने, वाकवाकी लाग्ने जस्ता सिम्पटम्सहरू देखिएको छ भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोला। यो प्यारासाइट चाहिँ सामान्य सेनिटाइजर्स वा प्रोड्युस वासेसहरू प्रति रेसिस्टेन्ट हुने भएकोले केवल सेनिटाइजरको भरमा मात्रै नपर्नुहोला। सबै फलफुल तरकारीहरूलाई चाहिँ राम्रोसँग सफा पानीले पखालेर सकेसम्म तरकारीलाई 158 डिग्री 158 डिग्री फरेनहाइट तापक क्रममा पकाएर खानुहोला। पकाए पछाडि मात्र यस परजीवीलाई प्रभावकारी रूपमा कन्ट्रोल गर्न सकिन्छ। खाना पकाउनु अघि राम्रोसँग हात धुने गर्नुहोस् र भान्सामा प्रयोग भएका कटिङ बोर्ड्स र भाँडाहरूलाई पनि सफा राख्नुहोस्। आफूले खान लागेका फलफुलहरूमा कुनै दाग अथवा कुहिएको भाग छ भने भर्सकी त्यसलाई डिस्कार्ड अथवा फ्याँकिदिनु होला अथवा त्यो भागलाई काटेर फालिदिनु होला। यदि तपाईँलाई बिरामी भएको शङ्का लाग्छ भने तुरुन्त परीक्षण गराउनुहोस्। सही एन्टिबायोटिकको प्रयोगले यो सङ्क्रमण निको हुन सक्छ। धन्यवाद।